मन्त्रीको कुर्सी पाउन साथ मृत्युको ठेकदार भइस। जनताको पसिनाले मोटाएर त्यही जनतालाई निचोडेर रगत चुस्न थालिस। तनै जनताले यो कुर्सी न्याय माग्न आउनेहरूलाई अन्यायको हतकडी लगाउन दिएको हो। बाजे सुन्नुस् न, तपाईँ चुप लाग्नुहोस्। हामी पनि यो देशको नागरिक हौं। हामीलाई पनि बोल्न पूर्ण अधिकार छ। मास्टर हुँ मास्टर, जसको काखमा देशको भविष्य खेल्छ, जसको दिमागमा देशको भविष्य फुल्छ। तपाईहरू जस्तो कस्टडीमा थुनेर गलतलाई सही, सहीलाई गलत साबित गर्दैनौँ हामी। यो झण्डा तलै टिनेर खाएर हातमुख पुछेर रहेको रुमाल होइन। यो झण्डा राष्ट्र र राष्ट्रियता प्रति जिम्मेवार, सजग र सतर्क रहन याद दिलाओस् भनेर राखिएको। सुन, यो माटो, यसमा तेरी आमाको गन्ध छ कि छैन? निहालेर हेर यो माटोलाई। भीमसिंह थापा, अमर सिंह, बलभद्र कुमार जस्ता वीर सपुतहरूको रगत मिसिएको छ कि छैन? तैँले आफूले आफूलाई यति चाँडै बिर्सी छैन? यत्रो थिस त आमाको लासको छेउ भोकै रोइरहेको मलखाडीभित्र मान्छेहरू तँलाई छुन पनि डराउँथे, किनकि अछुत थिस त। यी हातले तँलाई उठाएर यही समाजमा मान्छेको स्थान दिलाएको थिएँ मैले। कदेखि गेसम्म पढाएर गाउँ घुम्न आएको एउटा भद्र मान्छेको साथ लगाएर तेरो भविष्य निर्माण होस् भनेर मैले सहर पठाएको थिएँ। बिर्सिस त्यो दिन आज? मास्टर बा, मैले तपाईलाई चिन्न भुल गरे, माफ गरिदिनुस्। तपाईँ मेरो भगवान हो। नसुमलाई, म तेरो भगवान सगवान के होइन, म त मान्छे हुँ मान्छे। तिमीहरूले भगवान भनी भनी राक्षस बनाइसक्यौ। कलम समाउने मास्टरका यी हातहरूलाई बन्दुक समाउन बाध्य पाइसक्यो तिमीहरूले। कति लिन्छौ मेरो धैर्यताको परीक्षा? किन चिमटिरहन्छौ मेरो मुटु? म पनि त मान्छे हुँ।